हेलो दर्शन नमस्ते सम्पूर्ण साथीहरुलाई चाहिँ दर्शन नमस्ते भन्न चाहन्छु र हजुरहरु पनि सन्चै आराम कुशलै हुनुहुन्छ। दर्शन नमस्ते सम्पूर्ण साथीहरुलाई चाहिँ दर्शन नमस्ते भन्न चाहन्छु र हजुरहरु पनि सन्चै आराम कुशलै हुनुहुन्छ होला सायद र म पनि सन्चै आराम कुशलै छु। तपाईहरुमा आज मेरो युट्युब च्यानल मार्फत नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। मेरो युट्युब च्यानल मार्फत सम्पूर्ण मेरा प्यारा साथीहरुले हेरेर एकदमै धेरै साथ दिनुहुन्छ भन्ने आशा एकदमै धेरै छ र आज तपाईहरुमा मैले विशेष प्रकारको नयाँ भिडियो ल्याएर तपाईहरुमा चाहिँ मेरो युट्युब च्यानल मार्फत उपस्थित भएको छु। पक्कै पनि साथीहरु सम्पूर्ण साथीहरुले हेरेर साथ दिनु होला र सँगसँगै यदि तपाईहरु चाहिँ मेरो युट्युब च्यानल मार्फत नयाँ हुनुहुन्छ भने पक्कै पनि साथीहरु मेरो युट्युब च्यानललाई गएर सब्स्क्राइब, कमेन्ट र लाइक पनि गरिदिनु होला। आज तपाईहरुमा चाहिँ मैले विशेष प्रकारको नयाँ भिडियो ल्याएर मेरो युट्युब च्यानल मार्फत उपस्थित भएको छु र एकदमै धेरै इम्पोर्टेन्ट पनि छ आजको भिडियो र विशेष गरेर चाहिँ आज म यो नेपाल भन्दा बाहिर हाल चाहिँ युरोपको क्रोएसियाबाट तपाईहरुमा चाहिँ भिडियो ल्याएर उपस्थित भएको छु। पक्कै पनि साथीहरु हेरेर साथ दिनु होला। साथीहरु आज तपाईहरुमा चाहिँ मैले एकदमै इम्पोर्टेन्ट भिडियो अर्थात नयाँ भिडियो ल्याएर तपाईहरुमा चाहिँ लङ टाइम आफ्टर अर्थात धेरै समयपछि चाहिँ उपस्थित भएको छु। पक्कै पनि साथीहरुले मेरो भिडियोहरु पक्कै पनि हेर्दै आउनु भएको छ होला र आज पनि तपाईहरुमा म फरक तरिकाको भिडियो ल्याएर उपस्थित भएको छु हाल क्रोएसियाबाट। र क्रोएसिया कस्तो ठाउँ हो भन्ने बारेमा तपाईहरुलाई म थोरै चाहिँ वर्णन अथवा व्याख्या गरेर सुनाउन चाहन्छु मैले जाने बुझेका कुराहरु। र क्रोएसिया चाहिँ एउटा स्मल कन्ट्री हो जहाँको जनसंख्या एकदमै कमी नै छ र सँगसँगै कन्ट्री पनि सानो कन्ट्री हो र यहाँको भौगोलिक हिसाब अर्थात यहाँको चाहिँ हरेक वातावरणको हिसाब गर्ने हो भने नेपालको सँग लगभग झन्डै 50 देखि 60% चाहिँ मिल्न जान्छ यहाँको हावापानी र नेपालको हावापानी र एकदमै जाडो मौसममा चाहिँ एकदमै जाडो हैन सँगसँगै हिउँ पनि पर्ने ठाउँहरु विभिन्न भागमा चाहिँ हिउँहरु पर्ने गर्दछ यो युरोपको क्रोएसियामा चाहिँ। र विशेष गरेर चाहिँ विगत केही वर्ष अगाडिदेखि चाहिँ हाम्रो नेपालको दाजुभाइ तथा दिदीबहिनीहरु पनि सो रोजगारको लागि चाहिँ क्रोएसियामा चाहिँ धेरै भन्दा धेरै चाहिँ काम गर्नका लागि हामी आइरहेका छौं र विशेष क्रममा आउने क्रममा धेरै भन्दा धेरै आउने क्रम पनि छ र सँगसँगै आइरहेको पनि छ र क्रोएसियामा चाहिँ काम पनि गरिरहेछ र धेरै जसो मान्छेहरु चाहिँ कस्ता कामहरु गरिरहेको छ भन्दा चाहिँ जस्तै एग्रिकल्चरदेखि लिएर कन्स्ट्रक्सन लाइनदेखि लिएर होटल लाइनदेखि लिएर विभिन्न तहमा चाहिँ कामहरु चाहिँ गरिरहेको छ हैन। र क्रोएसिया एउटा भौगोलिक हिसाब र हामी बस्नका लागि चाहिँ एउटा हावापानी चाहिँ एकदमै राम्रो ठाउँ हो र साथीहरु आज म तपाईहरुमा चाहिँ विशेष प्रकारको क्रोएसियाको बारेमा चाहिँ छोटो एउटा भिडियो ल्याएर उपस्थित भएको छु। आजको मेन टपिक्स भनेको चाहिँ तपाईहरुमा अब म राख्न गइरहेको छु। साथीहरु तपाईहरुमा म ढिला नगरिकन आजको चाहिँ टपिक्सहरुलाई म तपाईहरुलाई भन्न गइरहेको छु। विशेष गरेर चाहिँ आजको टपिक्स भनेको आजको भिडियोको टपिक्स भनेको तपाईहरुमा चाहिँ विशेष गरेर चाहिँ नेपालबाट तपाई चाहिँ क्रोएसिया आउँदै हुनुहुन्छ अर्थात क्रोएसियामा बसिराख्नु भएको छ भने फाइदाको कुरा पनि छ र अलिकति इम्पोर्टेन्ट कुराहरु पनि तपाईहरुमा छ र आजको मेन टपिक्स भनेको चाहिँ साथीहरु चाहिँ यदि तपाई चाहिँ नेपालबाट क्रोएसिया आउँदै हुनुहुन्छ भने चाहिँ विशेष गरेर कुन महिनामा हैन कुन महिनाहरु अर्थात वर्षको कुन महिनाहरुमा आउँदा चाहिँ अलिकति कामहरु चाहिँ मजाले र छिटै मिल्छ त र सँगसँगै हैन मिल्छ त भन्ने बारेमा र सँगसँगै चाहिँ 2022-23 अर्थात 23-24 र 25 को
तुलना र 26मा चाहिँ सेलरी चाहिँ कति बढ्दैछ त हैन। यो कुरामा पनि तपाईहरु माझ चाहिँ आज मैले भिडियो ल्याएर उपस्थित भएको छु। लङ टाइम आफ्टर है साथीहरु, लङ टाइम आफ्टर म तपाईहरु माझ चाहिँ सधैँ पनि नयाँ नयाँ भिडियोहरु ल्याएर उपस्थित हुने गर्दथे र आज पनि मैले फरक तरिकाको मैले भनिसके तपाईहरुलाई। मैले आजको टपिक्स भनेको चाहिँ तपाई कुन सिजनमा अर्थात कुन समयमा चाहिँ क्रोसिया आउँदा राम्रो होला हैन, छिटो काम मिल्छ र कुन समयमा चाहिँ यहाँ चाहिँ कामहरू चाहिँ एकदमै धेरै प्रशस्त हुन्छ त कुन सिजनमा। यो नम्बर 1 भयो। यो चाहिँ तपाईको एउटा भनौँ एउटा यो र सँगसँगै 2023 र 24 मा चाहिँ तपाईको यहाँको सेलरी कति थियो र 25 मा चाहिँ कति छ र 2026 मा चाहिँ कति हुने छ त यहाँको सेलरी, यहाँको गभर्नमेन्टले चाहिँ कति चाहिँ बनाएको छ त, बनाउनेवाला छ त बढाएर। यही विषयमा तपाईहरुमा चाहिँ म आज चाहिँ छलफल गर्न गइरहेको छु, आज कुरा गर्न गइरहेको छु यसै मार्फत, यही भिडियो मार्फत। तर तपाईहरुले पक्कै पनि यदि इच्छुक हुनुहुन्छ भने पक्कै पनि तपाईहरुले सुनेर अर्थात चाहिँ हेरेर साथ दिनुहुन्छ भन्ने एकदमै धेरै आशा छ साथीहरु। विशेष गरेर चाहिँ कुन महिनामा हैन, क्रोसिया चाहिँ कुन महिनाहरुमा चाहिँ विशेष गरेर चाहिँ कामको लागि आउँदा ठिक होला त, बेटर होला त भनेर तपाईहरुको जिज्ञासा हुन सक्छ। र विशेष गरेर चाहिँ अलिकति यो क्रोसिया आउँदै हुनुहुन्छ भने चाहिँ गर्मी समय अर्थात चाहिँ भनौँ न तपाईको यो मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त यस्ता समयहरुमा चाहिँ तपाईहरु चाहिँ क्रोसियाको भिसा लगाएर आउनु भयो भने अर्थात काम गर्नु चाहिँ यतिखेरको समयमा चाहिँ त्यो समयमा चाहिँ आउनु भयो भने चाहिँ एकदमै बेटर हुन्छ साथीहरु हैन। किनकि जाडो मौसममा चाहिँ काम चाहिँ अलिकति पाउन मुस्किल र सँगसँगै हिउँ पर्ने कारणले गर्दा विभिन्न कामहरू चाहिँ ठप्प हुन्छ र सँगसँगै गर्मी मौसममा चाहिँ तपाईहरु आउनु भयो भने चाहिँ काम गर्नको लागि चाहिँ बेटर हुन्छ है साथीहरु। र सँगसँगै दोस्रो कुरा भनेको चाहिँ के छ साथीहरु, विशेष गरेर चाहिँ यदि तपाई क्रोसिया आउँदै हुनुहुन्छ भने अलिकति बुझेर जानेर आउनु होला। किनकि धेरै भन्दा धेरै साथीहरुले चाहिँ दुःख पाइराख्नु भएको छ। किनकि सिजनल भिसामा आएर चाहिँ सिजनमा काम दिने र अफ सिजनमा चाहिँ कार्डहरू नबनाइदिने र हैन र आफै काम खोजेर गर्नुपर्ने अवस्थाको कारणले गर्दा चाहिँ सिजनलमा नआउनु होला विशेष गरेर। र सँगसँगै सिजनमा अलिकति टाइममा आउनु होला कामको लागि। विशेष गरेर अलिकति चाँडै गएर भन्नु लाएर कम्पनी राम्रो राम्रो खोजेर। किनकि अब विशेष गरेर दुःख पनि छ एकदमै धेरै क्रोसिया, तपाईहरुलाई थाहा नै छ साथीहरु। विशेष गरेर चाहिँ यदि तपाई क्रोसिया आउँदै हुनुहुन्छ भने अलिकति बुझेर जानेर आउनु होला। किनकि धेरै भन्दा धेरै साथीहरुले चाहिँ दुःख पाइराख्नु भएको छ। किनकि सिजनल भिसामा आएर चाहिँ सिजनमा काम दिने र अफ सिजनमा चाहिँ कार्डहरू नबनाइदिने र हैन र आफै काम खोजेर गर्नुपर्ने अवस्थाको कारणले गर्दा चाहिँ सिजनलमा नआउनु होला विशेष गरेर। र सँगसँगै सिजनमा अलिकति टाइममा आउनु होला कामको लागि। विशेष गरेर अलिकति चाँडै गएर भन्नु लाएर कम्पनी राम्रो राम्रो खोजेर। किनकि अब विशेष गरेर दुःख पनि छ एकदमै धेरै क्रोसिया, तपाईहरुलाई थाहा नै छ, तपाईहरुलाई अवगतै होला यहाँको बारेमा चाहिँ धेरैभन्दा धेरै साथीहरुलाई त हैन। र क्रोसियामा 23-24 मा चाहिँ तपाईको 740 र सँगसँगै 25 मा चाहिँ 960-70 चाहिँ तपाईको युरो बेसिक अहिले यहाँको गभर्नमेन्टले चाहिँ पैसा तोकेको छ। र सँगसँगै अब 2026 मा पनि यहाँको गभर्नमेन्टले चाहिँ नयाँ नियम अर्थात नयाँ चाहिँ सेलरीको बारेमा, बेसिक सेलरीको बारेमा चाहिँ कुरा गरिसकेको छ। र 2026 मा चाहिँ यहाँको गभर्नमेन्टले 1040 अर्थात 1040-50 चाहिँ बनाउने कुरा चाहिँ अगाडि बढाएको छ। खै अब हेरौँ साथीहरु, यो चाहिँ अहिलेसम्म तय भएको छैन। जनवरी 1 देखि थाहा हुन्छ, जनवरीको सेलरीपछि प्रायः जसो थाहा हुन्छ। र विशेष गरेर चाहिँ अहिले